आज म घरमै कफी बनाउँदैछु र यसको लागि मैले लिएको छु बोक्रा फालेको कफी र यसको हार्ड कभरलाई फाल्नको लागि मैले यसरी चाहिँ लोहोरोको युज गरेर यो हार्ड कभरलाई फाल्दै छु। बोक्रा फालिसकेपछि चाहिँ कफी यस्तो देखिने भएको छ र यसलाई अब म माइक्रोवेभ सेफ भाँडोमा राख्दै छु र अब माइक्रो ओभनमा राखेर यसलाई चाहिँ म भुट्न जाँदै छु र भुट्नको लागि चाहिँ मैले 10 मिनेटको टाइम सेट गरेको छु। 10 मिनेटको टाइममा चाहिँ यो पाकेर रेडी हुन्छ। तर बुझ्नुपर्ने कुरा चाहिँ के छ भनेदेखि 10 मिनेटको टाइममा 2-2 मिनेटमा चाहिँ यसलाई खोलेर चलाउनु पर्ने हुन्छ र यसैगरी मैले चाहिँ 5 चोटिसम्म चलाएको छु। यसमा चाहिँ मैले एक चोटि मात्रै चलाएको देखाएको छु। कफी भुटिसकेपछि यतिको कलरमा आउनु पर्ने हुन्छ र यसलाई चाहिँ म अब सेलाउनको लागि यसलाई फिजाउँदै छु। अब भने यसलाई मिक्सर ग्राइन्डरमा राखेर मसिनो हुने गरी पिस्नु पर्ने हुन्छ। ध्यान दिनु होला, कफी एकदमै मसिनो हुनुपर्ने हुन्छ, पाउडरको फर्ममा आउनुपर्ने हुन्छ, नभएदेखि कफी राम्रो हुँदैन। र कफी पिसिसकेपछि तपाईँ देख्न सक्नुहुन्छ कफीको पाउडर रेडी भइसकेको छ र हामीले चाहिँ आज घरमा यसरी कफी बनाएका छौँ।